नमस्ते सम्पूर्ण साथीहरुमा। आज धेरै दिनपछि स्वास्थ्य अवस्थामा अलि सुधार आएपछि सानो एउटा भिडियो बनाउन मन लाग्यो हैन। विगत 4 वर्षदेखि 4.5 वर्ष भनौँ न ठुलो कालसँग लडेर हैन, ठुलो रोगसँग लडेर आज चाहिँ नयाँ जीवन पाएको समथिङ 1 महिना पुगेको छ हैन। 1 महिनापछि स्वास्थ्यमा केही सुधार आइसकेपछि म चाहिँ एउटा भिडियो बनाएर सबैसामु चाहिँ उपस्थित भएको छु। खासमा 2078 कार्तिक 19 गतेदेखि म चाहिँ मृगौला रुख लागेर थला परेको थिएँ भनौँ न हैन। परिसकेपछि अहिले 2083 जेठ 13 गते मेरो चाहिँ अपरेसन भएको थियो र मृगौला ट्रान्सप्लान्ट भएको थियो। त्यसपछि त्यो सफल भएपछि आज 1 महिना भएको छ। मृगौला ट्रान्सप्लान्ट भएको चाहिँ 1 महिना पुगेको छ आज।